त्यस्तो केस हालेर त ड्याडीलाई त कस्टडीमा राखिसकेको थियो नि त। मलाई मेरो मम्मीले अब त्यसरी केस हाल्यो अनि अब लुगा लिन आयो भनेर लाइक यस्तै खालको एउटा अफर थियो क्या मेरो। हाम्रो त्यो क्यानबियर हुन्छ नि हो सेम त्यस्तै एउटा अफर थियो क्या। त्यो अफरले होइन यो लेफ्ट थाइको अब यहाँको निकालेको हो नि त। यो लेफ्ट थाइमा मलाई सेन्सेसन फिलै हुँदैन चाहिँ। यो घोडाबाट यहाँ कम्मरसम्म अहिलेसम्म मलाई अहिले पनि मलाई फिल हुँदैन क्या। यसरी चलाएको अब त्यो तातो चिसोहरू अनि यसरी छाम्दाखेरि यतापट्टि यसरी बस्दाखेरि यहाँ यसरी हड्डी नै भेट्छ क्या। यहाँ अब यहाँको पुरा फ्याट नै निकालेर यहाँ हालेको हो नि त। यतापट्टि भेट्दैन, यतापट्टिको थाइ ठुलो छ, यतापट्टि ठ्याक्कै भेट्छ क्या हड्डी। अनि यहाँ सेन्सेसन फिल हुँदैन। यही खुट्टा यही लेफ्ट खुट्टामै ताकेर अनि त्यो उफरले हानेको क्या मलाई मेरो मम्मीले त्यो बेलामा। अनि मलाई यत्रो यो पेन सबै दिनु थियो त बचाएर किन ल्याएको हो क्या। किनकि मलाई 6 दिनसम्म त म कोमामै थिएँ नि त। मलाई थाहा थिएन नि त हो किन ल भनौँ न। म बर्या भए चाहिँ मलाई थाहा थिएन नि। मलाई यो न जलेको पेन थाहा हुन्थ्यो न मलाई यो अपरेसनको पेन थाहा हुन्थ्यो। उनीहरूले सोच्नुपर्ने हो नि त